निजी जेट मार्फत बिहीबार दिउँसो दुबईबाट काठमाडौँ आएका बलिउड अभिनेता सञ्जय दत्त सञ्जु आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेर दिल्ली फर्किने तयारीमा छन्। केशरमहल स्थित होटल बाराहीको परिसरमा सञ्चालन हुने क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौँ आएका हुन्। काठमाडौँ आइपुगेपछि उनी सुरुमा दरबार मार्ग स्थित होटल याकेन यतीमा बसेका थिए, तर त्यहाँको बसाई सहज नभएपछि हिजो साँझ लाजिमपाट स्थित होटल दूषित प्रिन्सेसमा सरेका हुन्। उनको काठमाडौँ यात्रा व्यवसायी निर्भान चौधरी र विष्णुहरी पाण्डेले सहजीकरण गरेका थिए। विमानस्थलबाट होटल याकेन यती पुगेपछि सञ्जय दत्त खुमलटार गएर नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। उनलाई व्यवसायी पाण्डेले आफ्नै गाडीमा खुमलटार पुर्याएका थिए। आज बिहान होटल दूषित प्रिन्सेसमा नास्ता गरेपछि उनी पशुपतिनाथ मन्दिरतर्फ जाने कार्यक्रम रहेको छ। यसका लागि पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको काठमाडौँ प्रहरीका एक अधिकृतले जानकारी दिए। होटल दूषित प्रिन्सेसको वातावरण मन परेपछि उनी त्यहीँ बस्न राजी भएका हुन्। त्यसपछि उनी क्यासिनो उद्घाटनका लागि केशरमहल पुगेका थिए, जहाँ करिब 1 घण्टा मात्र बसेका थिए।